के हो ललिताले बिस्कुट पनि खान लाग्छ नानी यतातिर कटौरामा चाहिँ बिस्कुट दुईटा बिस्कुट त्यसपछि रोटी ए यतातिर ह्याप्पी बर्थडे मनाउन लाग्छ आयुषले आमाको यतातिर फेरि छुट्टै चलिरहेको छ त्यस्तो चाहिँ खानपान हाम्रो सम्झनाको त बाती खान लाग्छ सम्झनाले ल्याउनु रोटी कस्तो पुत्ता यार हाम्रो टोलीको खानपान चलिसकेको छ रोटी पसार लिएर गराउ न रोटी पसार त ल भेरेको खुर्सानी भन्न भेरेको खुर्सानी सिमला मिर्च भेरेको खुर्सानी गराए छ यहाँ गराइरहेको छु त यो खजुरी बनाएको हो त्यो भने रोटी र पराठा बनाउन होटेलमा बस्ने जस्तो ट्याक्क पार्छन् यार गोला पारेर खोदिनु न म जान्छु नि म गइहाल्छु खाना काम गर्न लाग्दैन जे काम पनि साथीहरु हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु ल एकछिका बाबुले बाबा आउनु भन्छ दिस गरेर देख्नु पर्छ आइज माम खानलाई बाबु ए ठिक छ गुड भेरी गुड ए चपाटी तयार भइसक्यो फुल्का यो खासमा भन्ने चाहिँ अब सिटी एरियामा चाहिँ फुल्का चपाटी भन्ने हुन्छ हैन अब यो के भन्छ तन्दुरी रोटी सबभन्दा त तन्दुरी रोटी नै फरक भयो कि तर आखिरमा यस्तै त भन्यो तर तन्दुरी चाहिँ त्यो तन्दुरी रोटी त पुरै त्यो मलाई कस्तो लाग्छ भने त्यो पापड खायो भने पापड त्यस्तो यार म 10 बार खाल्छु होला त्यस्तो नरम रोटी राम्रो हुन्छ त्यो अरु त त्यो उसमा पकाया तन्दुरी तीन त अलि पापड टाइपको हुन्छ के खर्याङ उ ललिताले के भन्छ त के गरे के बारी दर्याम मकै बारी खर्याम भन्छ त्यस्तै हो के भन्छ त्यस्तै हो